ल है गाइज आज चाहिँ हामी सानो हाम्रो बारी छ के त्यो बारीमा चाहिँ हामी मकै गोड्नलाई आएको छौँ। यो मकै आज हामी चाहिँ सबै गोड्नेछौँ। यस खोलाको छेउमा छ अनि बाबाले चाहिँ यहाँ धेरै नै मेहनत गर्नुभयो। पहिला चाहिँ धेरै ढुङ्गाहरू थियो नि त, त्यो ढुङ्गाहरू सबै हटाएर यहाँ चाहिँ एउटा सानो बारी बनाएको छ। यो बारीमा चाहिँ मकैहरू टन्नै रोपेको छ। आज यो मकै गोड्नेछौँ र मेरो दिदीले चाहिँ स्टार्ट गरिसक्यो मकै गोड्नलाई। ल अब सिस्नो पनि जङ्गलमा केही टिप्न जाने भनेर घरमै बोलमा त नेर्ला आउँछ कि खासमा भलो गर्छ उ बन्नुपर्ने हो। ल उसले चाहिँ सिस्नो रोप्दैछ। जीवन राई भ्लगमा यसो कन्ट्याक्ट गर्नु होला, म सिस्नो टिपेर ल्याइदिउँला। होम डेलिभरी गर्छ कि हामी अहिले हामी गर्नेछौँ अनि एकछिन पछि हामी तपाईँलाई ल हामीले चाहिँ त्यहाँबाट यहाँसम्म आइसक्यो खनेर। आज यता थोरै बाँकी छ, थोरै भन्दा नि टन्नै छ है, आधी समथिङ बाँकी छ होइन। मकै खन्ने मान्छेहरूको अनुहार यस्तो छ। कम गाह्रो छ त मकै खानलाई। कुखुराको फिला चपाउनु पर्छ अहिले खाजा। कुखुराको फिला खाने आशमा हाम्रो यहाँ बास छैन। ल अहिले घाम चाहिँ केही पनि लागेको छैन क्या, घामहरू पुरै, त्यही भएर एकदम मजा लाग्छ खानलाई नि। पसिना पनि एउटै आएको छैन। आएकै छैन, यो त पानी छर्केको। पानी छर्केको यो पसिना हुँदै होइन। पानी छर्केको पसिना त पक्कै आएकै छैन उहाँ त यहाँ भनेको। अब सबै कपडा भिजेछ यो पानी ल्यायो चाहिँ। अनि मेघ पुरै गराङ र गुरुङ गर्दैछ। पानी पर्नुभन्दा अगाडि नै हामीले यो खनिसक्नुपर्छ क्या अरे भनेको। हेरौँ अब पानी पऱ्यो भने चाहिँ हामी फेरि जानुपर्ने हुन्छ। सकभर चाहिँ आज पानी पर्नुभन्दा अगाडि नै सिधाएरै बस्ने माया गीत त खतरा खाँदा र त। ल हामी काम गर्न सुरु गऱ्यौँ। बाबाई उठ्यो हातमा लिएर हुन्छ बाबाई। ल है ल यहाँबाट वहाँसम्म चाहिँ हामीले के अरे मकै चाहिँ गोडिसक्यौँ। यति साँझ पर्न आँटिसक्यो, पुरै पानी पर्न आँटिसक्यो गाइस। कालो मैलो भएको छ होइन। भन मकै गोड्दाखेरि चाहिँ पानी परेन अनि हामीलाई चाहिँ सहज भयो। पानी त पर्नु त परेछ तर त्यति बेसरी चाहिँ परेन पानी। ल यहाँबाट सिधाइसक्यौँ। अब हामी काम सिध्यो। अब हामी घर जान्छौँ, नुहाइधुवाइ गर्छौँ। ल कस्तो लाग्यो तपाईँहरूलाई हाम्रो मकैबारी खनेको भिडियो यसो कमेन्टमा भन्नु होला, लाइक गर्न नबिर्सिनु होला है त। यति भन्दै बाई माया। ल हाम्रो दिदी त पर गएको ल है त। बाई बाई।